जोडी प्रभुले दिनुभएको छ। सायद हामीलाई बाघ भालु हाम्रो जोडी बनाइदिएको भए कस्तो हुन्थ्यो होला है, रिस उठ्दा गरेर खाँदै गरेको हुन्थ्यो होला, हामीलाई टोक्दै यो 1 सालसम्म नानी कमललाई बुहारीलाई करुणा र भलाइलाई दिएछ भने प्रभु करुणा र भलाइको घोषणा गर्दछु। वचन सङ्ग्रह 23:1 पद छ, तपाईँ गोठालो भइकन सुरक्षा दिनुहुन्छ। 4 पदमा भन्नुभएको छ, मृत्युको घाटीमा हिँड्नु परे तापनि तपाईँलाई गोठालो हुने तपाईँ हुनुहुन्छ। वचन सङ्ग्रह 23:6 ले भन्छ, तिमीहरूको पछाडि चाहिँ करुणा र भलाइलाई दिएछ भने प्रभु करुणा र भलाइको घोषणा गर्दछु। वचन सङ्ग्रह 23:1 पद छ, तपाईँ गोठालो भइकन सुरक्षा दिनुहुन्छ। 4 पदमा भन्नुभएको छ, मृत्युको घाटीमा हिँड्नु परे तापनि तपाईँलाई महिमा चढाउने जीवन दिनुहोस् भन्ने प्रार्थना गर्छु प्रभु। धन्यवाद। त्यहाँ पसिआएका त्यहाँ टाढोबाट भाइलाई ल्याउनुभयो, धन्यवाद प्रभु। उहाँ फेरि फर्केर जानुपर्छ, उहाँको सुरक्षा हामी तपाईँबाट माग्छौँ। जसरी ल्याउनमा सहायता गर्नुभयो, जुन चाहिँ कुरोको लागि प्रभु उहाँलाई तपाईँले यस ठाउँमा खडा गर्नुभएको छ प्रभु, यसमा चाहिँ प्रभु तपाईँले आशिष दिनुहोस्। साँच्चै नै प्रभु हाम्रो पास्टर बुबाले भने चाहिँ प्रभु भाइ विक्रम अनि यसरी आन्टी उहाँबाट आउनुभएको छ, भाइ पनि छुट्टी मागेर आएको छ, उहाँहरूको साथ तपाईँ रहिदिनुहोस् बुबा। धन्यवाद। यसरी बागडुग्राबाट बुहारीको जति पनि आफन्तहरू आएको छ, उहाँहरूको साथ तपाईँ रहिदिनुहोस्। आजको यो समय हामी तपाईँलाई एकदम धन्यवाद दिन्छौँ, महिमा तपाईँलाई हामी चढाउँछौँ। प्रभु तपाईँले गर्नुभएको काम, तपाईँले गर्नुभएको अनुग्रहको लागि धन्यवाद दिन्छौँ। तपाईँको दाससँग हामीसँग बोल्नुभयो, हामी